अहिलेको समयमा सोशल मिडिया टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युबमा एउटा कुरा मात्र चर्चामा आएको छ। त्यो कुरा यो हो कि गाबी जुन बार्सिलोना क्लबको मेम्बर हुन् तिनले स्पेनको प्रिन्सेस लियोनरको प्रपोजललाई रिजेक्ट गरिदिए। कति सच्चाइ छ त यो कुरामा आउनुस् जानम। यो कुरा सुरु हुन्छ युरोकप 2024 पछि, जहाँ स्पेनले इङ्ल्यान्डलाई हराएर इतिहास रचिदिएको थियो। पुरा देशमा रमाइलो चलिरहेको थियो र त्यही जितेको खुसीमा स्पेनको राजा फिलिपे 6 ले आफ्नो टिमलाई जर्जुला प्लेसमा एउटा ठूलो पार्टीमा बोलाउँछन् र त्यहीबाट नै यो कहानीको सुरुवात भयो। पार्टीमा सिर्फ एउटा मात्र नाम सुनियो, गाबी, बार्सिलोनाको राम्रो खेल्ने प्लेयर, र त्यही नै थिइन् प्रिन्सेस लियोनर, जुन त्यो बेला सिर्फ गर्वले मुस्कुराइरहेकी थिइन्, न कि गाबीलाई देखेर अलि धेरै नै मुस्कुराइरहेकी थिइन्। अब कुरा झन् अलग आउँछ। कुरा यो आयो कि प्रिन्सेस लियोनर स्कुलमा आफ्नो फोल्डरमा गाबीको फोटो राख्थिन्। त्यो उनको साथीहरूले देखेका थिए। यति मात्र होइन, राजा फिलिपेनले गाबीसँग साइन गरेको एउटा जर्सी मागेका थिए, त्यो पनि यङ साइजको। अब सोच्नुस्, एउटा राजा आफ्नो छोरीको लागि एउटा फुटबलरसँग रिक्वेस्ट गरिरहेको छ, त्यही पनि तब जब पुरा देश जितको रमाइलो गरिरहेको छ। तर गाबीले यो रिक्वेस्टलाई रिजेक्ट गरिदिए। गाबीले न त कुनै जर्सी दिए न त कुनै गिफ्ट नै दियो, त सिर्फ एउटा ह्यान्डसेक। र यहाँबाट सोशल मिडियामा चर्चा हुन सुरु भयो। गाबीको पहिला नै एउटा गर्लफ्रेन्ड थिइन् जसको नाम हो आना पेलायो। उनी 22 वर्षकी छिन् र उनी इन्स्टाग्रामको इन्फ्लुएन्सर पनि हुन् र गाबीको रियल लाइफ पार्टनर पनि। उनको 2 लाख भन्दा धेरै फलोअर छ र उनी आफ्नो रियल लाइफ सिक्रेट नै राखेकी छिन्। तर जबसम्म लालिगा कप जितेपछिको फोटो अगाडि नआउँदासम्म म्याच सकिने बित्तिकै गाबीको साइडमा थिइन् आना पेलायो। यहाँबाट नै यो कुरा सत्य हो, कुनै गफ होइन भनेर थाहा भयो। यो सब हुँदाखेरि पनि गाबीले कुनै पनि पोस्ट या स्टोरी अपलोड गरेनन् र यो उनको ठूलो गल्ती थियो। अनि उनले कोही पनि पोस्ट नहालेपछि अडियन्सले अलग अलग विचार राख्न थाले कि जब उनी 10 महिनासम्म बिरामी थिए त्यो बेला उनको देखभाल आना पेलायोले नै गरेकी थिइन् र दुईटाको बीचमा लभ पर्यो जुन कुनै रोयल परिवार भन्दा पनि गहिरो थियो। गाबीले पैसा हेरेनन्, साँचो प्रेम गर्ने केटीलाई हेरे। अब तपाईहरुले भन्नु गाबीले सही गरे रोयल फ्यामिलीलाई नस्वीकारेर या गलत? तल कमेन्टमा भन्न नभुल्नु होला। र यो भिडियो राम्रो लाग्यो भने हाम्रो च्यानल अल इतिहासलाई सब्स्क्राइब पनि गर्नु होला।